हेलो गाइज नमस्ते तपाईहरुलाई यो च्यानलमा फेरि पनि स्वागत छ। आज चाहिँ हामी कार्निभल टेरर भन्ने गेम खेलिरहेको छौं हैन। सो लेट्स स्टार्ट। यसमा चाहिँ हामी स्केप गर्नुपर्ने हुन्छ यो उसलाई है। म त यो गेममा धेरै ब्याड छु। म धेरै पछि यो गेममा मैले एकचोटी सर्भाइभ त गरेको थिएँ। यसले आधा गेम छोडेर गएको किनभने यसले एउटा लेभल पार गर्न सकेन। ओके सबै मान्छेको हुन्छ ओ माय गुडनेस यसको आवाज अमै यो सबसे हार्ड लेभल इजी छ नि। एउटा वात्त खसी त नि के भयो भाइ कसरी त्यहाँ पुग्छ को त्यसको दाँत भित्र घुसी जोको दाँत भित्र बस्यो। फर्स्ट ट्राई भाइ सजिलो छ फेरि घुसी म त्यही तँलाई गाह्रो लाग्छ दुश्मन तर सजिलो छ नि। मेरो फर्स्ट ट्राईमै यहाँ पुगेको मलाई अरू लेभल चाहिँ कस्तो गाह्रो लाग्छ अब यहाँ। ओके हैन छिटो छिटो भाग लौ मरे कुन लेभलमा पुग्छ म अर्को लेभलमा पुग्छु। यो त भेल्सवाला आगोवाला आगोवाला ओके फेरि बन्द हुनु दिउँ किनभने फेरि खुलिहाल्छ। तर भाग यसको बोतल दिउँ। ओके भाग ओके बोला गाइस म झट्टैले लडेको थाहा खसेको। ओके 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 गाइस भेल्सवाला लेभलमा पुगिसक्यो। आमा ए यसले त फ्राई गर्दैन के फ्राई गरिदिन्छ फ्राई गर्दिन त हामीलाई चिकन तन्दुरी बनाइदिला त चिकन होस् र यो फोन पार्कको तन्दुरी पनि यसरी नै बनाउँदैन। फोन पार्कमा बेच्ने तन्दुरी झन्डैले खसेको। ओके चेक पोइन्ट लागिसक्यो। म झन्डैले खसेको यार। ए मलाई त पुग्ने आफै आउन न तल छिटो 1% कसले त्यो अब त्यति सजिलो लेभल भनेको थियो र उठाएर नयाँ के छ नयाँ थाहा पनि यो भित्रभित्र लगाएर के होला गेमको किचनमा चाहिँ नछोड्ने अस्ति छोडेको जसरी छोड्दिन। मलाई के भन्छस् त नगर त कराइसी यो लेभलमा म खस्छु नि लेभल त सबसे त नगर त कराइसी लाग्ने भाइ म झन्डै खसेको के खसेको। लेभल खोज्ने कस्तो या whatever कुन लेभलमा छस् यसै मैले पनि फर्स्ट ट्राई नै हो। मेरो पनि फर्स्ट ट्राई नै हो ग्रीष्मन भाइ दबाई मरियो मैले ग्रीष्म झन्डै खसेको। चेक पोइन्ट यो लेभल गाह्रो लाग्छ। यो लेभलमा मैले कतिचोटि ट्राई गरेर बोलेकोमा पाएँ। मेरो फेभरेट लेभल पाइपवाला मुनि खसिसन भन्छ सरकारलाई मलाई ग्रीष्मले पेल्दिए है गाइजहरूले थाहा नि कहाँनिर हिँड्नु गाइज यो ग्रीष्मले माथिबाट पाँदेर म पुग्छ क्या झन्डै खसेको फेरि ल गएँ कस्तो होला बेटर लाग नेक्स्ट टाइम रे। आधा बाटो पुगेर खस्दै त फेरि पनि खस्छस् है हेर गयो फेरि। यो लेभल मलाई यति हर्ड लाग्दैन अस्ति मैले यो लेभल पार गर्दाखेरि म त मर्छु है म त बेटर लक नेक्स्ट टाइम आउँछु है। त्यहाँ पाएबाट नि खस्न सक्छस् नि। Who turned out the light? हेलो म पनि आएँ हिँडी छोड्ने यस्तो लेभलमा सँगसँगै हिँड्दाखेरि कि त म गुल्टिन्छु कि त यार यो लेभल कस्तो गाह्रो छ स्किल नट रे न त अगाडि जा कति जम्प गरेको जम्प नगरिकन जान जम्प गरेर गएपछि चाँडो हुन्छ नि त यो लेभल लडिन्छ जम्प गरेपछि हो त्यसमा यस्तो गरी जाउँ त बिस्तारै जा है। कोर्नरमा आइस अलिकति बिस्तारै जानुपर्छ अनि अलिकति पाप धेरै पातलो छ अलिक सिधा भयो मात्र जाने मात्र नि पातलो छ है कति पातलो क्या यो लेभल पार गरेपछि हुन्थ्यो मलाई रोबक्स
हाम्रो फ्रेन्ड्सको वेस्ट गर्नु छैन सो यो रोब्लक्स रियल लाइफ भइदिए त हामी के हुन्थ्यौँ ग्रिसमा अहिले कचटी मर्छौ न कचटी अनि भगवानले चाहिँ हामीलाई रिबन गर्दै आएको कति 180 ओके बालक म त पुगेँ मलाई पुर्ने पनि आएको छ के म झनै मरेको फेरि अर्को लेभल कटर लेभलमा छु कटर लेभल म ठ्याक्क कटेर आइदिएर भने म माथि हेर्दै गयो 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 तोड्दासम्म मैले सबै तैँले गर्दा मैले ल्याडरमा ध्यान नै दिएन तेरोमा हेरेको थिएँ कट्टर हुन्छ नि त त्यहाँ लौ 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 फेरि यहीँबाट कटर गर्नुपर्छ कटरवाला लेभल त गाह्रो हुन्छ दौड्न ओके कटर लेभल भइसक्यो त्यसपछि त त्यो जोकरबाट तेरोपट्टि हेर्दाखेरि म मुनि खसेको अनि हेरिराख्ने नि त्यसपछि त जोकरबाट चढेर जाने जोकरबाट चढेर जाने होइन होला ओइ ए हो तपाईँले हट्न गल्प आई क्यान हियर कम लाफिङ मेक योर वे टु द फेन्स कस्तो बाँदर जस्तो छ मैले त सुनेको छैन ओके ओके हेलो चक्की होइन रहेछ भने चक्किनी रहेछ भने नि चक्किनी भेट्टाएको छैन भेट्टाउन चाहिँ गाउँ एकचोटि फेरिस व्हील भित्रै चढो यार यो त त फेरिस व्हील माथि चढ्न लाग्दा जानुपर्छ नि Go! I can hear a clown laughing. Make your way onto the Ferris wheel. Clown चाहिँ यस्तो लाफ गरिरहेछ होला क्या छिटो ल अलिकति माथि जान्लाई चढ्न हो त भइ त रहेछ नि त कहिले किन नगएको नि मरिसक्यो कसो थाहा भइस मसँग एउटा आइडिया त छ होइन त्यसको चक्कु देखेर अहिले मैले त्यसको नाकको जोकरवाला पोकर देखिरहेछु ना 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 बेबी काम गेन न यो जोकरले पोकर खेल्छ हो ओ चढे म त बाइ बाइ रेड त कस्तो होला पिङ्की कङ्कीमा चढे छि पिङ्कमा चाहिँ किन चढ्यो होला खुचिङ त फेरि खसिस हो मुनि होइन सुइताई Well, I can hear a clown laughing. मलाई थाहा छैन कसरी चढौँ ग्रीष्म इजी त छैन अब लाइट फ्ल्यास हुन्छ ओके डन लाइट फ्ल्यास हुन्छ टापुको नि एउटा के बच्चा जस्तो कति क्युट बेआएको थियो भाग 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 के बच्चा जस्तो आइछ टेडी बेयर टेडी बेयर टेडी 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 तँलाई मैले हेरिरहेछु माथिबाट थाहा मैले भेट्टायो सो गाइज होइन अब चाहिँ म पक्का गर्छु भन्ने आशा छ होइन सो आमाई गुडनेस मलाई कस्तो डर लागिरहेछ ग्रीष्मा भाग है तँलाई क्लाउनले लहटिरहेछ थाहा छ क्या छिटो भाग्नु भाग भागी त रहेछ नि के छिटो भागिरहेछ मैले तँलाई माथिबाट सबै गरेर देखिरहेछु ओके यार समातो तँलाई ओके गल्प ग्रीष्मा एउटा अझ खतरा आइडिया आयो नि त यस्तो यस्तो गर्दै जा त कि साइड कर्नरमा कर्नरबाट जाँदा त्यो क्लाउन होइन घुमेर आउँदाखेरि अलि बेर लाउँछ क्या बुझिस् त्यसको स्पिड हाम्रो भन्दा कति धेरै छ यार माथि गइसक्यो ग्रीष्मा त मरिस फर स्योर तैँले मेरो स्क्रिन हेरेर कसरी तर्सेको के ल गयो 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 ल छिटो आमा बल्ल पुगे यार कस्तो गाह्रो भयो बल्ल पुगिआइज्यो माथि बिचारालाई ओके म तल गइदिन्छु गाइस यार मान्छे पछि त पर्छ नि ओके यो राइट गर्छ मामा
झन्डै लड्यो त अब आवाज कस्तो फर्काउँछ भने नि ओहो अरे साउन्ड अल छैन मेरो कान खायो तपाईले फुल भन्नु चेक पोइन्ट मिल्दैन जस्तो छ कस्तो के कोराको भने यस्तो क्लाउन कोराको त उई ओ त किलाले किस्नेवालाले मरी मेरो टाउको कता पुग्यो लौ 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 फेरि मलाई त किलाले किस्दियो झ्याप्पो पारेर किला हैन होला त किलावाला लेभल हुन्छ त किला ए किला हैन ओ किला किला अब म यो झ्याप्पो लाएर तल झर्ने कटरवाला लेभल ल अब यो बाहुबलीको चक्रवाला लेभलमा पनि छ्या उडाइदियो मान्छे लेभल पार गर्न सक्छ के भयो ग्रीष्मन करेसी त करेसी मलाई यस्तै हुन्छ के भाइ चुप लाग्न नकर न त करेसी म सब पक्का हार्छु हेरेर खै चेक पोइन्ट ला हैन लागेको छैन पत्ता लाग्छ नि लागेको छैन अहिलेसम्म नि ओके छिटो त्यहाँबाट अलिक सजिलो लेभल छ होइन छैन गाह्रो छ त्यसपछि अत्तो गाह्रो छ अब यो ब्रिजवालाले कति दुख्छन् फेरि माथि गयो मेरो मैले म्याजिकल कार्पेट किने के किने पनि मैले म्याजिकल कार्पेट किने ल अघि भर्खर भनेको होइनस् म त रोबक्स वेस्ट गर्दिनँ होइन म स्किन कस्टमाइज पनि गर्दिनँ अहिले पछि गरौँला अलिक धेरै रोबक्स आएपछि कार्पेट सार्पेट गयो झन्डै जम्प गरेको कार्पेटलाई पनि आगोले जलाइदियो त्यो जम्प आमा ठ्याक्कै जम्प गरेको आमा कटरवाला लेभल झ्याप्प तल झर्नेवाला होइन हो म त ब्रिजवाला लेभलमा लाभा हुन्छ त मुनिपट्टि अनि ब्रिज हुन्छ त अब यो लौ 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 अब यो घुम्नेवाला आगोवाला लेभल तँ यहाँ सजिलो छ नि थाहा छ हौ त्यसमा त किन्नु त हुन्छ आगोबाट एउटा नि हिट नखाइकन गयो नो What is that? A portal? Only one way to find out. Just get it, bro. कति वाला पनि पार गर्न नसकेको हो कुन चाहिँ लेभल त सबै पारो होइन तैँले कार्पेट कुन चाहिँ लेभलमा किनेको भनेको के कार्पेट ब्रिजवाला पार गर्न नसकेको कस्तो हार्ड हो त्यही डगी पनि किन्न मन लाग्छ मलाई नो थिङ्क डगीले के चाहिँ गर्दैन होला है म त्यही लेभलको अलिकति माथि छु त्यो लेभलमा पनि धेरै मर्थेँ यार यस्तो आग कति बिस्तारै हिँडेको के आगो हुनु पर्दैन आवाजले जोइन हानेको लागि हाम्रो साथीले जोइन हान्यो ल कस्तो होला कहाँ छ साइज त गिभ योरसेल्फ आई क्यान छो म बेटा परेन मान्छे कहाँ फायरवाला लेभलमा छु एउटा फायर माथि चढ्नै सकिनँ के क्रिस्टियानो रोनाल्डोको नाम लिएर उफ्रिनु पर्यो अब फल ड्यामेज र मान्छे खसेको पनि छैन ऊ तल लेभलमा फेभरेट हो नि ऊ त हो त्यसमा के हुन्छ फाइन्ड आउट यु विल फाइन्ड आउट भेरी सुन कस्तो होला मान्छे फेरि खसे सो गाइज कस्तो गाह्रो
यो लेभल यो मुभ गर्न चाहिँ कति स्लो मुभ गरेको कि यदि मुभ स्लो गर्यो भने यति स्लो ओके बल्ल पुगेँ आमा झन्डै लडेको छ बल्ल पुगेँ होइन गाइज चेक पोइन्ट लिएको हो मैले है चेक पोइन्ट लिएँ प्लिज भन्न आज तैँले गर्दा गेट योurself up ल त्यो लेभलमा त हामीलाई स्पिड आउँछ प्रिजन रनमा त्यो सेक्युरिटी गाइस तपाईहरुले हामीलाई ब्यारिज प्रिजन रन खेलेको देख्नु छ भने यो भिडियोमा 100 लाइक्स गर्नु हामी त्यही खेल्छौँ 100 लाइक्स त है त्यो धेरै भयो अनि च्यानलमा 100 लाइक्स कसरी आउँछ लाइक्स त ले धेरै भन्छन् यसमा 10 भन्दा बढी लाइक आयो भने हामी ब्यारिज प्रिजन रन खेलौँला हैन अनि त्यसमा एकचोटी नमरिकिन जाने ट्राई गरौँला ब्यारिज प्रिजन रन खेलौँला हैन कस्तो मान्छे मरे ए ओ नो ओके यहाँबाट तार जाने ट्राई गर्नलाई चाहिँ जान मिल्छ कि मिल्दैन कति कसरी पास गरिस् भाइ I am the pro guy भाइ कसरी तले यो लेभलसम्म नपुगेको हैन उहाँको आधा उहाँसम्म पुग्दैमा तले गिभ गरेको हैन सकिन भनेर अझ मलाई भन्छ मैले पुरा हरेको थिएँ आज मलाई के भएको मलाई पार्को गर्नु कस्तो गाह्रो लागेको मान्छे मरे तपाईँहरू मरे हेर्नु छैन भने स्किप गरे हुन्छ मैले भिडियो स्किप गर्न सक्दिनँ किनभने म स्क्रिन रेकर्ड गरिरहेको छु भिडियो रोक्यो भने पुरा भिडियो कट हुन्छ अनि मलाई फेरि रिसुट गर्नुपर्छ सबै यो सुट गर्न नि धेरै बेर लाग्छ हामीले कति बेर ट्राई गरेर बल्ल तल्लै एउटा राम्रो भिडियो बनाउन सकेको हुन्छौँ भिडियो रेकर्ड गर्न पनि धेरै बेर लाग्छ हामी 2 महिनादेखि एक्टिभ छैनौँ हाम्रो यहाँनिर स्कुलमा एक्जाम थियो त्यसैले अलि गर्न सकेनौँ नो हाम्रो अल्ट अकाउन्टमा नि रोबक्स छ हाम्रो अल्ट अकाउन्ट रोबक्स छिरेर राखेको छौँ डलर्स लेख्नु पर्छ नो कस्तो होला डल्ला त वेस्ट जानु पर्यो लेभल पार गर्न सकिन ओके म त ब्याक फ्लिप हान्नेवाला लेभलमा पुगिसकेँ ब्याक फ्लिप हानेर यो अब्स्टिकलहरू क्रस गर्ने त्यो नगर्दा मैले त्यहाँसम्म पुग्न पाइनँ नि कस्तो ट्राई गरेछु हुँदैन यो ग्रीष्म त फेरि माथि पुगिसक्यो के मलाई नै कुर्दैन यसले त कहाँ पुगिस् ग्रीष्म ब्याक फ्लिप हान्छ नि त त्यो लेभलमा मैले तँलाई देख्दिनँ अगाडि आइज त ए देखेँ म त देखेँ त क्यासल जस्तोमा छस् है ठ्याक्कै इ त छस् है ग्रीष्म त जम्प गर्दैछस् है ग्रीष्म हाई म देखेस् धेरै छु ओके नुबिनी पिज्जा नि गरिरहेको जस्तो सबै म नु भएन नि त जस्तो नु भरमा के रे दिस yellow fire will make you yellow म yellowमा no thank you oh my god वा कस्तो होला फेरि मरे
Who turned out the... No. So... म चाहिँ चेक गर्न लागेको थिएँ त्यसैले अलिकति एकछिन नबोलेको होइन नो लो लेभललाई चाहिँ कस्तो गाह्रो के गोल्फ यो लेभल सबसे गाह्रो के त्यो लेभलमा सजिलो गर्न सक्छु होला ए त मोर त्यसो लेभलमा ग्रिसमा ब्ल्याक फिक त गर्ने अनि सजिलो छ है ए हेर्न सजिलो छ है मेरो म्याजिकल कार्पेट पनि खुसी एउटा लेभलमा मात्र थियो त्यसपछि आउँदै आएन भने कि होरा भने म्याजिकल कार्पेट Do you want to buy a pet kitty? Sorry, but I am a dog person. Same here. Look, Stola. म त पुगिसके है गाइस ब्याक फ्लिप वाला लेभल पनि यो फेरि यो क्लाउनले त क्रस गर्छ Yeah, whatever. Next time, see. No! यहाँ थिच्दिन्छु माथि थिच्दिन्छु यहाँ थिच्नु पर्ने जम्प यहाँ छ म यहाँ थिचेर बसेको रहेछु अब यसपछि कहाँ जाने ल ल ल ल बाङ्गु गए लो यता जाने हैन कता जाने म त माथि जानु पर्ने ठाउँमा तल गइछु भने Okay, first level, first stone done, second, third, fourth done, fifth done, sixth done. 12 छ मेरो भर 6 भयो 7th done, 8th done, 9th done, 10th done, 11th done. Okay, blue color को मम्मा पनि पुगे ओके गुड म ब्लू कलर को सकिन आइसकेको सजिलो त रहेछ नि सेकेन्ड लेभल क्रस गर्न सक्ने कसरी गर्ने थाहा छ हेर है त यता भाइ म पनि आइ हेर है त पनि एकछिन फर्स्ट लेभल उफ्रेर गइसि हो यस्तो साइडमा आउने यस्तोमा आएर चाहिँ उफ्रिने हो क्या यसरी जम्प ओके त मरिस फेरि तर भित्तामा लौ 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 भित्तामै चाहिँ नटासिने ग्रिसमा भित्तामा टाक्सिको म भित्तामा टासिसी हुँदैन नि जम्प हुँदैन है सिम्पल जम्प गरिन्छ मलाई चाहिँ फेरि खसिस त यो पेट डगी देखेर Who turned on the lights? Turn off the lights. ए यस्तो यस्तो बाटो चाहिँ जानु रहेछ नि कृष्ण त्यसको अलिकति कस्तो यस्तो हेर यस्तो टाइलहरू हुन्छ त यस तलपट्टिको त्यस्तो टाइल्स बाटो त मेरो यो थर्ड ट्राई होला मलाई पुरा गर्न लागिसक्यो या अर्को कहाँ जाने कृष्ण कहाँ हेर्दिनुहोस् प्लेटफर्महरू भुइँमा जाने हो होइन यहाँ एकचोटि मुनि खस्ने थियो मुनि खस्ने हो कि एउटा अरू चाहिँ एउटा लङ ए लङ जम्प हो कि त्यही लङ धोए धोन्नले पुग्न छु यार तल ए तँलाई लङ जम्प हो गाइस हामीले यो गेम किन खेल्नु छ हामी लिलारला भइसक्यौँ बस्दा बस्दै त्यसैले यो गेम खेल्नु पर्यो रहेछ त्यसै भेटिन्छ नि त हाम्रो हात चाहिँ भइरहेछ औलाको यो लेभलमा त के गर्ने नै छ नियो नियो जम्प होइन हो नियो जम्प त धेरै जस्तो मान्छे आउँदै आउँदै नो धन्नले गएन चाहिँ पुरा ए पछाडि गएर जम्प हानु भने पुगिदो रहेछ ग्रिसमा लास्टकोमा मतलब पछाडि गएर उफ्रिने लास्टकोमा अलिकति पछाडि जाने अब फेरि अर्को फास्ट वाला
बेला लेभल आउँछ यो सब कसरी थाहा भयो नि म पुगिसकेँ नि त जम्प कस्तो जम्प भएन के मेरो सरी मलाई चिटिङ नगरिकन गेम खेल्नु मन छ ग्रीष्म म मेरो भाइको जस्तो चिटिङ गर्दिनँ म मेरो भ्युअर्सलाई झुकाउँदिनँ मैले केमा चिटिङ गरेछु च्यानलको भ्यू त धेरै डाउन भइरहेछ म्याजिकल कार्पेट किनेर आमा म्याजिकल कार्पेट किना पनि हो र हो त चिटिङ त हो नि भ्युअर्सलाई झुकाएको हो नि त अनि मैले त किनिछु भनिसकेँ नि त सबैले म्याजिकल कार्पेट किन्यो भनिसकेँ नि त त्यसरी झुक्काएको हो नि त तँले गेम खेल्नु छ भने त्यसरी केही सामानै नबाइकिन नकिनिकन खेल्नुपर्छ नि त खेल्यो भने चिटिङ नगरिकन अनि भोल्क्यानो भित्र जानु रहेछ यसपछिको लेभल पछि होइन त्यो कुद्नेवाला लेभल आउँछ एउटा होइन होइन हाम्रो छिटो छिटो गयो थियो नि त्यो वाला लेभल आउँछ त्यसपछि भोल्क्यानोमा जानु अनि यसपछि ल के पर्दियो मैले त ए यो लेजर कटेर जाने अब कहाँ पुगेछ कृष्णमान म त कति अगाडि पुगेँ कति अगाडि मान्छे मरे गर्छु म त गाउँमै दोस्रो म त जोकरको घरभित्र पुगिसकेँ तोक्लाउनु मलाई थाहा छ भिडियो रेकर्ड गरेको 26 मिनट मात्र भयो तर हाम्रो खेलिरहेको 1 घन्टा भइसक्यो नि सरी हामीभन्दा अगाडि अर्को एउटा भिडियो रेकर्ड गर्न लागेको थियौँ अर्को भिडियो रेकर्ड गर्ने बित्तिकै हामीले यो गेम खेलेको होइन किनभने 2टा भिडियो पोस्ट गर्न लागेको त्यसैले सो गाइज अब चाहिँ हाम्रो टाइम आउँछ जस्तो छ अब म पुरा फोकस गरेर खेल्छु फोकस सो हैन म चाहिँ अब पुरा फोकस यसमा दिन्छु ब्याकग्राउन्डमा नोइज आएको छ भने प्लिज इग्नोर गरिदिनु होला ब्याकग्राउन्डमा म घरमै बसेर खेलिरहेको हो अनि एउटा कोठामा ढोका लाएर खेलेको छ हाम्रो गेमिङको भिडियो खिच्ने रुम अहिले तसमस भइछ अलिकति फोड भइछ क्या गाइस त्यसैले साउन्डप्रुफ पनि छैन फेरि साउन्डप्रुफ प्यानल त लगाउनु पर्ने हो हाम्रो गेमिङ रुममा है माइ गुडनेस झन्डैले लडेको यहाँ पुग्यौँ होइन बल्ल पुग्यौँ ल म त अब यो एउटा लेजरवाला लेभलमा पुगिसकेँ बेटर लक नेक्स्ट टाइम जोकरको घरमा पुगिसकेँ म गाइस लौ जम्प नै भएन मेरो म चाहिँ लेजरवाला लेभलमा पुगिसकेँ नो थोक्यो ओ माइ गॉड मैले होइन फोकस लगाएर म जितेको म यसमा पनि फोकस लगाउँछु मैले आफैले फोकस लगाएको फोकस तैँले नलाए मैले लगाइदिन्छु त तेरो कामको फोकस लगाइदिनुहोस् तँलाई त म कहिले भन्दा पनि भन्नु तैँले राम्रो गर्नै आउँदैन तँलाई बात त सही
के बिर्सिछु के बिर्सिछु होइन गाइस किन है नो म त्यो बेलासम्म तपाईँहरूले गीत गाउँछु होइन ओ खसियो गीत गाउनु हुँदैन Waking up, up, up is our moment. Sooner together we're going. Gonna be golden. Oh, up, up, up with our voices. Young is gonna be more than. Gonna be golden. Mercy, I'm China. Don't mind it, so please. जम्प बटन त थिच्ने यो जम्प मेरो पनि यही हुन्छ भने जम्प बटन थिच्दैन है त्यही नै कति गाह्रो आवाजले अझै भने कस्तो खसिहालेको स्पिड धेरै भएपछि गेम खेल्दाखेरि फर्स्ट रुल हो नो चिटिङ सो गाइस चिटिङ चाहिँ कहिले गर्नु हुँदैन चिटिङ गरौँ भने कौवाले काट्छ त्योवाला एउटा रियल होइन र चिटिङ गरौँ भने कौवाले काट्छ ठोक्छ छि यार म यो लेजरवाला लेभलमा मरै छु के गेम हो के यो नुब गेम कसले मर्यो भनेको थियो र तँले मरेको देखेँ तेरो डेथ त हरेबल रहेछ लेजर लेभल त्यो लागि गाह्रो लेभल हो लेजर अनि लेजर त मेरो फेभरेट कुरा हो अनि मेरो सेकेन्ड फेभरेट क्यारेक्टर मोबाइल लेजेन्ड्सको सेभर हो अनि सेभरसँग लेजर हुन्छ Roblox ko kuraba. Guys, please like and subscribe to our small channel. हैन हाम्रो सानो च्यानलमा लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला हजुरलाई बिन्ती सानो च्यानल सानो सब्स्क्राइबर सानो मान्छे सानो सब्स्क्राइब दिनु अलिकति धेरै सब्स्क्राइब भयो भने पर्छ सब्स्क्राइब गरिदिनु होला यार मान्छे मरे गर्छु गाइस अब ग्रीष्मले पासै गर्छ थाहा छ मलाई फर स्योर किनकि यो नुब हो यो लेजर वाला लेभल यस्तरी लामो परेर ल Wake up, wake up is our moment. You know to get no. Mama, हावामा उडिरहेछु ग्रीष्ममा. Look at me. The खली च्यान भोलि बिहान त खली च्यान भनिस् गली ल कस्तो खसेको म यो लेभलदेखि रिस उठ्छ तँले कसरी गरिस् के मलाई रिस लाग्यो मान्छे एउटा प्रोग्रामर पनि होइन भोल्कानोबाट सिधा जम्प गर्न ट्राई गरौँ भोल्कानोमा सिधा जम्प हुँदैन नि बरु सेकेन्ड प्लेटफर्ममा गएर गरिस् भने चाहिँ होला सेकेन्ड प्लेटफर्ममा गएर चाहिँ ट्राई गर यो गेमको लेजरवाला लेभल बिस्तारै हो फेरि जलिसक्छ ल सिधा भोल्कानोको लाभा भित्रै जानुपर्छ भित्रको लाभा नि बाहिरको लाभाले जानु टक्कै लाभा भित्र जम्प नै भएन पनि गेम हुन्छ
कति हार्ड मलाई चाहिँ लेजरवाला मैले खेलिरहेको छु त लेभल यो हार्ला हो क्या आधा घन्टा भन्दा नि बढीको भइसक्यो होइन यो भिडियो मलाई थाहा छैन 1 घन्टामा नि हामीले पुरा गर्न सक्छौँ कि सक्दैनौँ म त यही लेजरवाला लेभलमा मरामरी छु नि तँ पनि त्यसमै मरामरी छस् सो म चाहिँ यो यति गर्न सक्यो कि ओइ नो लडे अरे आमामा उडे रिस उठ्नी हाँसस् No, 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 I'm not winning this. No, 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 I'm not winning this, yeah. लेभल अगाडि छु मैले अघि चाहिँ आफै बनाएको होइन सो गाइज यो लेभल पार गरेपछि हाम्रो पार्ट पनि यही सकेको छौँ होइन हामी अर्को पार्ट पनि बनाउँछौँ होइन दुश्मन यो लेभलको यो पार गरिसकेपछि पार्ट 2 बनाउँछौँ जसमा कि हामी पुरै स्केप गर्ने ट्राई गर्छौँ यो चाहिँ फाइनल लेभल हो है यसपछि चाहिँ हामी यसको आधा चाहिँ पछि ट्राई गर्छौँ अहिलेको लागि यति नै किनभने हाम्रो धेरै ढिला भइसक्यो भिडियो यतिवटा लेभल ट्राई गरेर हामी गइहाल्छौँ ओके 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 नो 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 गाइज आजको लागि यति नै म यसबाट थाहा भयो कि म कति नुब छु लाइक र सब्सक्राइब गरिदिनु होला है जसले कि ग्रीसमा प्रो हुन्छ होइन म त्यसरी प्रो हुँदैन त्यसरी प्रो हुँदैन दसैँको दक्षिणाको सट्टा हामीलाई सब्सक्राइब गरिदिनु न गाइज सो है लाइक सब्सक्राइब गरिदिनु होला हामी यो वाला लेभल हामी पछि ट्राई गरेर पार्ट 2 छिटै पोस्ट गर्नेछौँ भोलि पर्सि नि कोर्सितिरमा पार्ट 2 पनि आइसक्छ आजको लागि यसलाई सब्सक्राइब गरिदिनु होला ल त धन्यवाद बाई